दाइ आज त ल्याउने हो ब्याउली ल्याउने हो। आज 2 वर्ष भइगयो पर्यो आज त ब्याउली ल्याउने हो। त्यो ब्याउली ल्याउने ल्याउने साँच्चीकै साँच्ची एकछिन जाउँ हिँड हाम्रो आएर क्यान जाने हो त यार जाउँ न एकैछिन म तँलाई एउटा चिज देखाउँछु हिँड ब्याउली ल्याउने र चाहिँ हिँड्छौँ एकैछिन हाम्रो आएर आज त दाइ ल्याउने हो। ठिक छ ल एकैछिन हाम्रो आएर हिँड ल घर पनि आइपुग्यो एकछिन बस्नु आइज बस बिन्ता ओ बिन्ता किन क्या भयो? त्यो मेरो तलौ भाइ आएको छ खै भात ल्याइकन आएको दुईवटा थालमा क्याको भात ल्यादी अझ भात ल्यादी दुनियाँ भात पकाउने नोकर्नी हुमा ए कमाएर बिहानै डुल्न गाडी आफ्नो अहिले अझ अरूलाई पनि सारिकिन ल्याइकन भात पका गरे अझ भात नै दिन्छु गलासला पट्किने गरिकन देखेँ कस्तो हुनेर चाहिँ बिहा गरेपछि दाइ म त बिहा गर्दिनँ म बरु यस्तै ठिक छु मलाई ठुलो घरबाट निकालिदिनु भयो गरिदिनु दाइले देखि नि देखेन होइन ठुलो घरबाट बचाइदिनु मैले त यहाँ कस्ता दशा ठुला जेल जानुबाट बचाएँ भन्ने बुझ क्या म कुन कस्तो अवस्थामा छु त्यो अनुभव तँलाई देखाउन चाहन्थे ब्याउली ल्याउनु भए हिँड नै दाइ भयो जानु जाँदैन नि बरु तपाईँ बस्नु ल म गएँ म चाहन्छु कि तिमीहरू म जस्तै कसैले भोग्नु नपरे ठुलो घरबाट दाइ ल त्यही त बस्नु ल गएँ है ल राम्रोसित जा ल दाइ बिहा गर्ने आएन ल दाइ